ल आज सुब्बाको इन्टरभ्यू छ। यो इन्टरभ्यूमा पास भइयो भने त सुब्बा सिधै पड्काइहालिन्छ नि हौ। आहा, तर पालो पो अब कतिखेर आउने हो, कतिखेर बोलाउँछ। अलिक छिटो भइदिएदेखि राम्रो हुन्थ्यो। हेलो दाजु, के हो तपाईँ पनि इन्टरभ्यूको लागि आउनुभएको? म पनि इन्टरभ्यूको लागि त आएको त यहाँ पर्खिँदा पर्खिँदा गरेको, भित्र खोइ बोलाउँदैनन्। अनि तपाईँ पनि इन्टरभ्यूको लागि हो? हो नि दाइ, सुब्बा त पड्काउनु पर्यो नि त। अब खोइ एकजना नि छ अरे, अब 3 जना मध्ये अब एकजना कोटा हो, कसलाई छान्ने हो कुन्नी? ए फिक्स मलाई छानिहाल्छ नि। यस्तो अनि त्यो माग्ने कस्तो लुगा लाएर आएको छु भाइ, तिमीलाई कसरी छान्ला र? घर फर्के हुन्छ। दाइ यो कपडामा जज नगर्नु न, उसले छान्ने भनेको त बुद्धिमान मिलायो के? हेर्दै जाउँ, बुद्धिमानीको हो त्यो त अब भित्रै गएपछि थाहा भइहालिन्छ नि। तर खोइ भित्र बोलाउँदैन र पो त। हिजो रातभरि पढेर फेरि अनिदो पनि छु, निन्द्रा पनि लागिरहेको छ। अब त्यस्तै हो भने गाह्रै परेको छ भने एकछिन सुत्नु न त। त्यहाँ अहिले बोलाउनु भयो भने म तपाईँलाई उठाइदिन्छु अनि जानु न। ल भाइ, मेरो लागि यति गर्यो, खुसी लाग्यो। म एकछिन आराम गर्छु, अहिले बोलाइदिनु नि त ल। ल सुत्नु। आहा, तपाईँलाई त नयाँ राम्रै देख्छु त हौ। के को लागि हो तपाईँ चाहिँ? इन्टरभ्यूको लागि त होइन होला? इन्टरभ्यूको लागि म पनि, तर सेलेक्ट भएदेखि राम्रो हुन्थ्यो। सेलेक्ट चाहिँ हुन्छ कि हुँदैन थाहै छैन। यति राम्रै हुन्छ? अब उसले रूपरङ हेर्ने हो भने त सिधै तपाईँ नै सिलेक्ट हुनुहुन्छ नि। त्यति राम्रै त छैन म, बढी तारिफ नगर्नु न। यो तारिफ होइन नि, यो त आँखाले देखेको सत्यता हो नि। साह्रै मिठो बोल्नु हुँदो रहेछ। फेरि यो मिठो बोलीमा म लट्ठिएँ भने त धेरै गाह्रो हुन्छ। अब इन्टरभ्यूको बेला पनि छ, तपाईँलाई नि गाह्रो पर्ला, मलाई नि गाह्रो पर्ला। हाम्रो माइन्ड नै डिस्ट्र्याक्सन भयो भने त धेरै गाह्रो पर्छ नि। भनेपछि इन्टरभ्यू बिग्रिन्छ भन्ने डर छ? तिमीले मलाई माया त गर्छौ, मैले बुझिसकेँ। मान्छे हेर्दा डल्ले भए पनि मिठो बोली बोल्नु हुँदो रहेछ। त्यही मिठो बोलीमा म चिप्लिएँ। त्यसो भए यसो गरौँ त, मसँग एउटा मास्टर प्लान छ। इन्टरभ्यूमा म सेलेक्ट भए पनि हामीलाई नै फाइदा, इन्टरभ्यूमा तिमी सेलेक्ट भए पनि हामीलाई नै फाइदा। मतलब मैले बुझिनँ नि अलि। मतलब सतलब म बुझाइहाल्छु नि। अब तिमीले नि मलाई मन पराउँछौ, मैले पनि तिमीलाई मन पराउँछु। अब हामी दुईजनाकै मन मिलेपछि हामी बिस्तारै बिहे गरौँ। अनि इन्टरभ्यूमा जो पास भए पनि लाइफ राम्रै बन्छ। कुरा त ठिकै गर्नुभएको हो, तर त्यहाँ अगाडि एकजना मान्छे सुतिरहनु भएको छ। उहाँ पनि त इन्टरभ्यूको लागि आउनुभएको होला। यदि उहाँ सेलेक्ट हुनुभयो भने चाहिँ के गर्ने नि? यो सेलेक्ट हुनै पाउँदैन नि। अहिले सरले बोलाइहाल्नु भयो भने तिमी जाऊ, बिचमा यो उठो भने बोलाउनु भएको छैन, एकछिन सुत्नु, सरले बोलाएपछि म तपाईँलाई उठाउँछु भनेर फेरि सुत्नु भनेर भनिदिन्छु। यो सुत्छ, तिमी आउँछौ बाहिर, अनि तिमी आएपछि बाहिर गइहाल्छौ तिमी। त्यसपछि म भित्र जान्छु। भित्र गएपछि सरले मेरो इन्टरभ्यू लिनुहुन्छ। यो सुतेको मान्छे सुत्दै गर्छ। अब इन्टरभ्यू दिन आउने मान्छे त 3 जना हुन्। 3 जना मध्ये हामी 2 जना आयो, यो मान्छे आएन, एब्सेन्ट भयो भनेर भनिन्छन्, यसलाई फेल गराइन्छन्। 2 जना मध्येमा तिमी सेलेक्ट भए पनि म सेलेक्ट भए पनि फाइदा त हामीलाई नै हो। आहा, तपाईँको दिमागलाई त मैले माने, तर सरले पो कतिखेर बोलाउनुहुन्छ? ओ, सरले बोलाउनु भयो? ल अब तिमी गइहाल, बेस्ट अफ लक। ओके, ल म गएँ है त। यति भएपछि केटी पट्याइयो। अब ऊ सेलेक्ट भए पनि म सेलेक्ट भए पनि हाम्रो लाइफ त सेटल भयो। धन्न, यसलाई चाहिँ मैले सुताइछु, खुसी लाग्यो। ल मैले त दिएर आएँ, अब तिमी पनि दिन जाऊ। ल तिमी बाहिर बस्दै गर, म पनि दिएर आइहाल्छु। बाहिर पर्खिराख है ल।
हुन्छ हस् ल मलाई पनि बोलाए म पनि जानु पर्यो ल तैँले आज सुतेर धन्न राम्रो काम गरिस् मेरो बुढीले पनि इन्टरभ्यू दिइहालेँ मैले पनि दिइहालेँ त सुतेर सुतै घर भित्र मैले त्यो मान्छे एब्सेन्ट भयो सर आउँदैन अरे भनिदिइहालेँ त गए पनि नभए पनि त्यो कामै छैन जेसुकै गर म त लागेँ याहू याहू